कि आफै हत्या गरेर मर्नु पर्यो हेने जी आती भाइ म angka kanca हेन थिए कि त बा भिडियो जातुम बा सुरुरुरु कोकमा भन्ज्याङ सरी हुरेरु नयाँ पार्टी आएको छ माटो भन्ने हेलो नमस्कार सेवारो सम्पूर्णमा मैले सदा चाहिँ आज पनि एउटा नयाँ भ्लग यहाँहरु समक्ष लिएर चाहिँ उपस्थित भएको छु भिडियो कस्तो बनेको छ अन्त्यसम्म हेरेर चाहिँ जस्ताको तस्तै आफ्नो प्रतिक्रिया बक्समा छोडेर मलाई माया साथ सपोर्ट दिनुहुन्छ भन्ने अपेक्षा राख्दै अहिलेलाई चाहिँ भिडियोतर्फ यहाँलाई लान चाहन्छु आज चाहिँ म सन्तोष बोहरालाई भेट्नको लागि चाहिँ एउटा बजारमा जाँदैछु त्यो बजारमा पुग्नको लागि मैले दुईवटा बस स्टेसनबाट चाहिँ बसहरू परिवर्तन गरेर चढ्नुपर्ने हुन्छ र पहिलो बस स्टेसनमा जानको लागि चाहिँ मेरो कम्पनीबाट चाहिँ मेरो खटेरा बाइक कुत्रे चढेर जाँदैछु फाइनली म चाहिँ बस चढ्ने ठाउँमा चाहिँ पुगिसकेँ तर म नपुग्दा बस चाहिँ झन्डै छुट्न लागिरहेको रहेछ म चाहिँ हतालिँदै टिकट काटेर चाहिँ उक्त बसमा चाहिँ चढ्न चाहिँ म सफल भएँ अलिकता पर पुगेपछि चाहिँ मैले मेरो मोबाइलको क्यामेरा अन गरेर ऐनाको रूपमा प्रयोग गर्न खोजेँ त्यसमा चाहिँ हेलमेट त्यतिकै लगाइरहेको देखेँ आफूलाई अघि हतार भएको कारणले गर्दा होला खोल्नै बिर्सेछु र लाज लागेको जस्तो भयो अनि मैले त्यो हेलमेट चाहिँ त्यही बसको सिट मुनि खोलेर राखिदिएँ र फाइनली साथीहरू म सन्तोष र म भेट्ने ठाउँमा चाहिँ पुगिसकेको छु बस आइपुगेको छ म ठ्याक्कै बसबाट झर्दै केटाहरू चाहिँ त्यही छेउमा मलाई पर्खेर चाहिँ उभिरहेका रहेछन् अनि हामी ठक्क चाहिँ हात मिलायौँ सबैजनासँग र भोक लागेको कारणले गर्दाखेरि चाहिँ हामी हतार खाने ठाउँतिर चाहिँ गएर हामीले आफ्नो मनपर्ने खानाहरू खायौँ हामीले खाना खाइसकेपछि चाहिँ लिम्बू भाषाबाट कुराकानी गर्दै शपिङ गर्ने ठाउँतिर अगाडि बढ्यौँ Kurak mutil membe kurak mutil teman anan suturo rang atumba ya sangba kan tahu saila ini saila di kimoila saila angga saila sak omagi saila हेने जी आती भाइ म angka kanca हेने कान्छा awa हेने किहिम आतु म angka himbu ka पञ्चमी लामा membe पञ्चमी akan Yumbा हेने कोरिया अफाल के भेरा पर्छ बुबी अब किसिमबा हुप मेम्बी चामा थुङमा मेम्बी हिम्बुत किसिमबा र पठाउँछुला के पो भनिन्छ हो मेम्बे हेरेर मेरै सुन्दा बि पठाउँछुलाई मेम्बे पाते त हौ हिम्बु पाङखुङ हिम्बु र किसिमबा र पाङखुङ जरक के भन्छ मेम्बे Gerak. Kero tense. Agang hane Korea coming ka thing kijo. Anggang pitin agama tu pitha. Wa pitin membe. So nice. Membe. Kan ku Nepal tu pitin ro amotung kan bereng ba ka pitin ro लच्छा नेची सुङसी लच्छा नेची सुङसी सयलाई त कति के पो भनिन्छ हो सयलाई सय नै भन्छ नै सय कि हेर्ने मैले लच्छा नेची सुङसीबाट पाते त हैन लच्छा नेची सुङसी नासी मकै खाने सुङसी र पाते के मा के बात नि हो अगो आखु हंगा युट्युब कौन जमान बे कौन ओ संतोषिया में भी कौन यहाँ पे है अकिया ममालको किखुम एकदम नि था माय संतोषिया भी कौन सांगु र छ नि आतो बे संतोष हेने आखें अन्त सारी हेन्सम के बोक्रिया आगाङ हेन्सम भी कौन हेने सारी हेन्सम के जोके नोगे नो तेंसे नोगे हामी यसरी लिम्बू भाषाबाट भलाकुसारी गर्दै
बाटोमा हिँड्दै थियौँ कति छिटै सपिङ गर्ने ठाउँमा आइपुगेछ अनि त्यहाँ चाहिँ सन्तोष बोहराले खै मलाई के भनेको नि आँखा यी भनेर देखाइदिएको रहेछ माथि त फक्तारुङ भनेको चाहिँ हिमालको बारेमा है ल म चाहिँ कसरी बोल्छु भन्दाखेरि हामी चाहिँ फक्तालुङ फिरिरी हाकुप मादेन लाजे ओ लन्दे मेम्बे अनि उता फुङसिङ मेला आदु मेल्ले दीपावली मेला चादु मेल्ले मेम्बे सेवारो 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 किनिबान गुस्सा याक्थुम्बा मेलेसुङ मेम्बे याक्थुम्बा पामा मेम्बे उही चामा थुम्बा र माथुम्बा ग्याङ अनि त्यो तल हाम्रो टेम्बोसी बजुले के भन्नुहुन्थ्यो अरे टेम्बोसी बोजुङका अब सन्तोषिया ग्यासुङ मेदारुङ किनिबान गुस्साङ ग्यासङ मेदारुङ गेतुम्बा agak loh. Saring dulu. Saring dulu. Again. आज चाहिँ के सपिङ गर्न आएको अरे हो लानमा कन स्पिकर मेतुमा तिमारमु कन स्पिकर रेकर्डर कन तरंबा रेकर्डरिंग के देर बाबी ये हन थे कि मेतबा वीडियो जातुम्बा वीडियो के जात बाबी चोगुङबा बात न भिडियो चोगुङबा बातुम्बा याक्तुम्बा अंगाङ मेलेसुम पम्पामा मेम्बे पामा मेलेसुम नै हेनेको निकै याक्तुम्बा नुके बाले छ के आतनु के हुसिङ कसले सिकायो हेने साकले मेरो बातबा औ मेमे नेसे नेमे साथी लिम्बू भाषा यति राम्रो बोल्नु हुँदो रहेछ त नेसे अंगाङ मे बात नेसे अनि के मेरो भ्युअर्सहरुलाई अन्तिम सेवारो भन्नु सेवारो म्याच छ त सेवारो एमएम सेवारो लमदाक सेवारो बातमा लमदाक सेवारो नेने थी तंगबा गो केना मेम्बी थिंगो मेथुङबा अंगाङ रक्सिङगो मेथुङबा मेम्बी अंगाङ गरो बातमा ओ माय गॉड बोरिङ भाषा आउँछ ल यरी यरी नगेन हेने याक्तुङबान नुबाके बाले छ पूजा पूजाको बातमा मेलेसुबा त्यो खुसी लाग्यो अब हाम्रो भाषालाई माया गरिदिनु भएको छ हैन हेने साकले मार बातमा करेला र बात बात हैन निश्चय साच्चीकै भनेको हैन अब अहिले हाम्रो लिम्बू समुदायमा आफ्नो भाषा बोल्दैन नि त तर यतिको त्यही भएर यस्तो कस्तो भरे म लिम्बू भाषा हल्का हल्का बोल्छु किनभने म सबै लिम्बू साथीहरुसँगै हुर्के हैन अनि अब हुर्कियो अनि सबै पढ्ने साथीहरु सबै लिम्बू नै छन् थिए नि त साथीहरुले अब साथीहरुसँग बोल्दा बोल्दै उनीहरुले प्राय मेरो साथीहरु चाहिँ एकजना मात्रै म क्षेत्री थिएँ होला सायद मसँग पढ्ने सबै लिम्बू नै साथी त्यही भएर चाहिँ म लिम्बू भाषा अलिअलि बोल्न सक्छु अलिअलि बुझ्छु पनि हैन अनि हामी चाहिँ पहिले चाहिँ त्यो बिहेमा जाँदाखेरि कसरी चाहिँ गरिन्थ्यो भन्दाखेरि खै भनेर त धान पनि नाच्यो हैन यस नो भेरी गुड थ्याङ्क यू मर्निङ करेन्टली पोसिबली द्याट नट करेन्टली आई थिंक द टाउन द्याट कुखुरा काट्दा भटक भटक सेन्टी फ्ल्याट दला फ्ला फ्ला कोरिया आएपछिको इंग्लिश बोलायो हैन इंग्लिश इज द भेरी फनी ल्याङ्ग्वेज बिकज द माइन्ड्स आर भेरी नियर यु नो टोला राम ताला तोडे तेले तेलमा तोडियो तडकसिङ खड्किनाले खड्कियो खडकसिङ यु नो वाउ फ्यान्टास्टिक वाउ थ्याङ्क यू अब मलाई चाहिँ त्यति नै इंग्लिश बोल्न आउँछ है तिमी चाहिँ ऋषि धमालाबाट केही इम्प्रेसिभ भएको केही भिडियो छ केही छैन त्योबाट छैन के बोल एलिजाबाट छ एलिजा गौतमबाट चाहिँ नेपालमा तिमी कोबाट त्यति प्रभावित हुन्छ प्रभावित म भनेको नेपालमा अहिले हालसालै भनेको मेरो बुवासँग प्रभावित छु हैन बुवामा आमा त त्यो छँदैछ बाहेक म अहिले भनेको प्रभावित हुने पर्ने ठाउँ भनेको धेरै छन् म नेपालमा ठाउँ हैन के मान्छे भनौँ भनेपछि गौतम बुद्धसँग छु गौतम बुद्ध चाहिँ यस्तो मान्छे हुन् कि मान्छे नै हुन् नि भगवान मानिँदैन नि कि भगवान हो भगवान हो नि भगवान तर पहिले त मान्छे नै थियो नि त के कुराले चाहिँ प्रभावित बनायो त तपस्या उनलाई सबैले बोबुला भन्थे उनले एक ध्यानले हिँड्थे सबैले लठीले कुट्थे एक ध्यानले ध्यान गरेर हिँडेको मान्छेलाई सबैले यो बोबुला र हिँड्नु भन्थे तर उसका पछि सबै लाग्ने के अरे उसलाई चाहिँ
घृणा गर्थे क्या सबैले प्रायः गौतम बुद्धलाई सबैले घृणा गर्थे तर ऊ एक सुर छोडेनन् अन्तिममा भगवानमा परिणत भए त्यहाँबाट सबै अहिले नमस्ते गरेर ढोक्छन् पहिले चाहिँ ऊ एक सुरले हिँडेर धोती लाएर एक सुरले हिँडे कसैले बोलाउँदा पनि नबोल्ने सरासरी हिँडे गरे तपस्या मात्रै गरे यो बौलाएर यस्तो भयो भन्थे तर त्यो होइन रहेछ त्यही भएर समाजले के भन्ला कसो भन्ला मेरो भिडियो नचल्ला तैँले भनेर तैँले केही फरक पर्दैन एक भ्युज आओस् केही फरक पर्दैन एक दिन तँलाई पनि गौतम बुद्धलाई जस्तो मान्छ त्यो हो क्या अनि राजनीतिक कुरामा चाहिँ कतिको राजनीतिक कुरामा मलाई बन्द चाहन्छ होइन भोट भनेको हाम्रोलाई होइन राम्रोलाई दिनु होला होइन अब आउँदै गरेको जस फागुन 21 गतेको चुनावमा चाहिँ भोटर्सहरूलाई चाहिँ कसलाई भोट दिन अनुरोध गर्नुहुन्छ फल्लालाई दिनु पनि भन्दिनँ म यहाँबाट देखेर म कुनै आकाशबाणी त्यो म भविष्य हेर्ने ज्योतिषी होइन यहाँबाट यसो हेर्दाखेरि चाहिँ हाम्रोतिरबाट राम्रो छ त्यसलाई दिनु किनभने अहिलेको स्थिति भनेको धेरैचोटि एमाले काङ्ग्रेस यो हेऱ्यो नि होइन अहिले चाहिँ हाम्रोतिरबाट भनेको एउटा नयाँ पार्टी आएको छ त्यो माटो भन्ने त्यो कस्तो हुन्छ त्यो अझै थाहा चाहिँ छैन अन्तिमसम्म हेर्ने हो त्यसलाई पनि होइन अन्तिममा हेर्ने हो काङ्ग्रेस र एमालेलाई दिनु भन्दाखेरि एकचोटि चाहिँ एकपल्ट जस प्रयोग गरेर हेरौँ भन्ने प्रयोग एकचोटि चाखौँ न त हाम्रोतिरबाट चाखौँ होइन अरूतिरबाट पनि अब चाखौँ तर कस्तो भने हर्का साङपाङको त्यो बानी चाहिँ कस्तो भने मिलाएर लानुपर्ने नि त कुलमाङ्गेहरूलाई पनि लानुपर्ने बालुनहरूलाई पनि लानुपर्ने नयाँ अब नै जुधाएर यो त्यो पनि देख्न नसक्ने यो पनि देख्न नसक्ने नगर्नुपर्ने उसले पनि मिलाएर लगेको भए चाहिँ के हुन्थ्यो कि सुनमा सुगन्ध हुन्थ्यो होइन किनभने तिनीहरूले त फाइदा लिने भयो नि त यो काङ्ग्रेस र एमाले त फाइदा लिएनन् सिधै उनीहरू लडाइँ गरेपछि नयाँ त्यही भएर रवि लामिछानेकै पार्टीहरूलाई पनि मिलाएर लान सक्नु पर्यो क्या नराम्रो छ त्यसलाई आउट गर्नु पर्यो कोही मान्छे नराम्रो छ भने तर राम्रो पार्टीहरू चाहिँ पार्टी त राम्रो हो नि त नराम्रो मान्छेले बरु ब्याक गरेर गर्नुपर्ने तिमीलाई त्यस्तो लाग्दैन पुरानो पार्टीहरू भन्दा चाहिँ नयाँ पार्टीहरूमा अलिकति दम्भ छ जस्तो लाग्दैन दम त अनि घरका सङ्घले त सिधै भन्छ नि त भक्तजा गरे लाताले हान्छु ल्याउनु मलाई भनेको छ नि त भनेर अब हेरौँ त्यसमा पनि धेरैजना ऊ मात्रै एउटा मात्रै सिङ्गो पार्टी भनिँदैन सबै मान्छे भेला भएर पार्टी भनिन्छ नि त होइन उसले त गर्दैन होला नि त तर एउटा न एउटा त फडा त निस्किहाल्छ नि त्यहाँ ल निस्क्यो भने उसले पनि दिनुपर्छ नि तातिने गरी यहाँ कोरियामा कस्तो गर्छ भिड्नु हुँदैन कि आफै हत्या गरेर मर्नु पर्यो ल धन्यवाद केलाई कुरा ल राखिदिएको कौशी घरे साइलालाई चाहिँ सबैले माया गरिदिनु होला मेरोमा धेरैजनाले अब के अरे हे सन्तोष युट्युब च्यानलमा जतिजना हुनुहुन्थ्यो र युट्युबमा हामी सँगै सुरु पनि गऱ्यौँ अनि उसलाई पनि त्यसरी नै सबैले माया गरिदिनु होला भन्न चाहन्छु त्यही हो अब हामी चाहिँ यसो घुम्दैछौँ यो भिडियो चाहिँ जतिजनाले हेर्नुभएको छ त्यस्तो मैले जे नराम्रो लिम्बू भाषाबाट नजानेर बोले पनि माफ गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दै मेरो युट्युब हे सन्तोषमा चाहिँ हेरिदिनु होला यसको त नहेर्दा नि हुन्छ ल ठिकै छ हामीले लिम्बू भाषाबाट चाहिँ भलाकुसारी गर्दै र विभिन्न रमाइला ठट्टाका कुराहरू गर्दै र थोरै राजनीतिक कुरालाई पनि मिसाउँदै आजको दिनलाई चाहिँ हामीले यसरी अन्त्य गरेका थियौँ म विशेषतः यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने यहाँहरूले चाहिँ मलाई धेरै नै माया साथ सपोर्ट दिइरहनु भएको छ आउने दिनहरूमा पनि यस्तै माया साथ सपोर्ट दिइरहनु हुनेछ भन्ने आशा अपेक्षा राख्दै भिडियो कस्तो लाग्यो जस्ताको तस्तै आफ्नो प्रतिक्रिया बक्समा चाहिँ छोड्न नभुल्नु होला भन्दै म यहाँहरू समक्ष बिदा हुन चाहन्छु तपाईको दिन शुभ रहोस् नमस्ते सेवाहरू जय नेपाल